सिरी सिरी हावा चल्यो। नमस्ते एभ्रिवान, यो समयमा हामी महाकुलुङ गाउँपालिका गुदेल ठाउँमा आइसकेका छौँ। आजको हाम्रो यात्रा महाकुलुङ लगभग 5 वार्ड नम्बर 5 को हाम्रो यात्रा रहनेछ। त्यससँगै हामी महाकुलुङ 5 को गुदेल गाउँतर्फ लागिरहेका छौँ। अब हामी 5 नम्बरमा गएर सम्पूर्ण त्यहाँको गाउँको रहनसहन र गाउँ सबै देखाउनेछौँ, गाउँ टोल देखाउनेछौँ। अनि 5-6 जना साथीहरू सँगैको हाम्रो यात्रा रहिरहेको छ। नि साथीहरू महाकुलुङ आउँदाखेरि नछुटाइकन हेर्नुपर्ने दृश्य भनेको यहाँ हो। Ôi can thầm meksa khat ko. Meksa khate. E koros. बाइकको यात्रामा हामी छौँ। जना हाम्रो यात्रासँगै हामी यो महाकुलुङ 5 को वडा कार्यालय डाँडामा ठ्याक्कै आइसकेका छौँ। यहाँबाट हामी यो बाटो हुँदैछ हामी गुदेल जानेछौँ। आराम लिइरहनु भएको छ। उहाँको बाइकमा के छ गडबडी हो सर? ल उहाँको के भयो आज हिजो बाइक? ल ठिक छ, बनाउँदै हुनुहुन्छ। अगाडि हात लगाउनु। हाम्रो थोरै विश्रामपछि हामी गुदेलको गाउँतिर लागिरहेका छौँ। अब भने हामीले त्यहाँबाट थोरै दूरी कटिसकेपछि हामीले गुदेलको हाम्रो सबै देखाउने नै छौँ। हामी गुदेल ठ्याक्कै आइसकेका छौँ। एकदमै रमाइलो ठाउँ, सुन्दर ठाउँ, घुम्न नै पर्ने ठाउँ गुदेल आइसकेका छौँ। यहाँ मोटर बाटो पनि राम्रो पुगिसकेको छ, देख्न सक्नुहुनेछ। यहाँबाट हामी नजिकै एकदम नजिक आइसकेका छौँ। सो त्यही गाइज साथीहरू आइसक्नु भएको छ। आरामले गुदेल गाउँको चाहिँ अवलोकन गरिरहनु भएको छ। के छ, कस्तो फिल भइरहेछ हजुरलाई? ठिकै छ, एकदम राम्रो सुन्दर। बाइकमा आउनु भएको रहेछ, बधाई छ। यहाँसम्म आइपुग्नु भएको छ हजुरलाई। राम्रो छ बाटो छ। अनि बाइक कस्तो रहेको छ तपाईँको? बाइक कन्डिसन राम्रै छ। राम्रै हुनुपर्छ, यहाँ ग्यारेज छैन नि, त्यही भएर गाह्रो पर्न सक्छ। उहाँ पनि ट्राई गर्दै हुनुहुन्छ। ल आमा फोटोमा व्यस्त छ नि त केटाहरू, व्यस्त हुनुपर्छ एकदमै। यो गुदेलमा आइसकेका छौँ। देख्न सकिनेछ गुदेल गाउँ एकदमै रमाइलो र राम्रो सुन्दर ठाउँ। घुम्नलाई एकदमै उपयुक्त ठाउँ, सुन्दर ठाउँ। एकपटक घुम्नु नै पर्ने ठाउँ गुदेल। यहाँ मात्र नभएर यहाँ महाकुलुङ एरिया सबै बुङ छिस्कामतिर सबै यहाँबाट हेर्न सकिन्छ। तैपनि आज हामीलाई मौसमले विशेष गरी साथ दिइरहेको छैन। धुम्म घाम त लागिरहेको छ, तैपनि
पारिपट्टितिर मजाले प्रकाशहरू गइरहेको छैन, त्यही भएर चाहिँ हामीले देखाउन सकेनौँ। यहाँबाट चाहिँ यो गहुँहरू पनि अहिले फलिरहेको छ। अब हामी यो बिचबाट गएर चाहिँ त्यो गाउँभित्र गएर हामीले देखाउनेछौँ। एकदमै सुन्दर ठाउँ जो महाकुलुङ 5 मा अवस्थित गुदेल गाउँ एकदमै सुन्दर राम्रो ठाउँ। यहाँबाट त्यो छिस्काम अनि सोताङ गाउँपालिकाको सिमानामा अर्थात् जान सकिन्छ, रहिरहेको छ। यहाँ चाहिँ विशेष गरी कुलुङहरूको बाहुल्यता रहेको छ। विशेष गरी यहाँ चाहिँ कृषि पेसामा सबैजना आबद्ध रहेका छन्। गुदेल मावि यो बिचमा रहेको छ। हामीले नजिकैबाट म देखाउनेछु। सो त्यही हो, तपाईँहरू पनि आउनुहोला, एकपटक भिजिट गर्न आउनुहोला पक्कै पनि। अनि खाने बस्ने कस्तो राम्रो व्यवस्था रहेको छ। होटल पसलहरू राम्रो रहेको छ यहाँ। सो त्यही हो। अनि रमाइलो गर्नलाई हरेक कुराहरूको सुविधा पनि रहेको छ। पर्यटन क्षेत्र पनि हो यहाँबाट चाहिँ मेरापिक जाने अनि तल तुमलिङ टार जाने यो रुट रहेको छ पर्यटनका लागि। अनि राम्रो लजहरू होटलहरू पनि रहेको छ यहाँ। हामी चाहिँ अहिले ठ्याक्कै पसलमा आइसकेर चाहिँ चिया नास्ताको व्यवस्था गरिसकेका छौँ। पिउने चिज अनि ठ्याक्कै यो काँसो थालमा खाने चिज टक्कले राखेर हामी आराम गरिरहेका छौँ। म नि खोल्नेछु। ओ माइ गॉड, खाजामा हाम्रो रेडबुल अनि सेल रहेको छ। टक्कले उहाँले लिँदै हुनुहुन्छ। वाउ, रियाक्सन राम्रो छ त। वाह कम दामी छ हाम्रो टिमको यो। भन्न त नहुने तर नहुने हो, ठिकै छ, त्यही बुझौँ होइन। एक हालले रोटी एक हालले रेडबुल मस्त भएर हुन्छ नि त।